हेलो केटी हेलो तपाईँ सिङ्गल हो सिंगल रे कस्तो आकाशमा घाम सिंगल पृथ्वी भित्रको चाइनाको ग्रेट वाल सिंगल नेपाल भित्रको म सिंगल म त सानो बेलादेखि लिएर प्योर भेज सिंगल हो नि अनि तपाईँ को बोल्नु म तेरो गर्लफ्रेन्ड बुझिस् अझ गर्लफ्रेन्ड हुँदै गर्लफ्रेन्ड छैन भन्दो रहेछ फोन अवधि कल मातारीको भाइ रल्नु पर्छ कन्सेप्ट जाने भने के को कपी छ रद्द मान्छौ चेरी बना बोले भर नयाँ नम्बर टेस्ट गर्नु खोज्यो होला मलाई टेस्ट गर्नु खोज्यो होला दिमाग लाउँछु नि म पनि हेलो ओहो केटी मान्छे हुनुहुँदो रहेछ म केटी मान्छेसँग बोल्ने रहेछ फोन काट्छु ल वाउ तपाईँ त कस्तो सोचो तपाईँको गर्लफ्रेन्ड छ हो गर्लफ्रेन्ड छ कि क्या हो रे हुँदैन त नि गर्लफ्रेन्ड भनेर उसलाई अपान नगर्नुहोस् ऊ मेरो ट्रु लभ 2 3 4 100 सम्मलाई पुग्यो यो जुन लभ त 7 दिन सम्मलाई बुकिङ गरिसकेको गर्लफ्रेन्ड हो मेरो कुरा बुझ्यौ बाइ द वे तपाईँ को म तेरो बुढी अब बुढी हुँदै गर्लफ्रेन्ड बनाएर हिँड्दो रहेछ छैन अबदेखि घर नआइज बुझिस् म बर्बाद भयो यार 7-8 वर्ष मेहनत गरेर त्यत्रो ठुलो घरमा घर चाहिँ बस्याथे सबै भयो बर्बाद भइगयो अनु नम्बर पक्कै त्यसको बाउको फोन हो यार बाउ चाहिँ त हार्ने हो बोली भन्दा अगाडि गोली हान्छ तिमी उठाउन यार तिमी गल्ती गर्ने म गोली हानु सब बर्बाद फोन आयो उठाइदिउ अब यही नम्बरबाट फोन यो त पक्कै त्यसको दाइको फोन हो इन्सपेक्टर हो त्यसको दाइ त्यसले त जेल हालिसकेपछि सोच्छ गल्ती के थियो भनेर यस्तो नयाँ नम्बरसँग डराएर बस्नु भन्दा उठाएर गल्ती एक्सेप्ट गर्दैन यार ए दाइ 50 चोटि फोन गरिसक्यो फोन उठाउनु पर्दैन तपाईँ को बोल्नु हो म तपाईँलाई हार लिएर आएको अनि त्यसलाई पहिले भनेको जिउरी मान्छेलाई हार मगाइसक्यो त्यो हार फिर्ता लानु मिल्दैन नि सर सुनको हार हो पेमेन्ट दिनुहोस् म जान्छु डेलिभरी भाइ हेलो बाबा म्याम कङ्ग्रेचुलेसन्स रिस्टुटी लाबेलामा के को कङ्ग्रेचुलेसन तपाईँले हाम्रो सोमा सुनको हार जित्नु भएको छ सुनको हार कसरी मैले त केही गरेको छैन त म्याम हाम्रो सोमा जसले झुटो कुरालाई साँचो जस्तो बनाएर भन्न सक्थ्यो त्यो नै हाम्रो सोको विनर हुने थियो र उहाँले एकदम राम्रो झुट बोल्नु भएको छ भनेपछि यो सब झुट थियो अफ कोर्स म्याम एक्सेप्ट योर एम्पर बाबा त्यो गोली हान्ने कुरा क्यान्सल भयो ल सबै झुट रहेछ नि प्र्याङ्क रहेछ भने सुन तिमीले यो मलाई होइन तिमीले एकठाउँमा लानु पर्यो क्या मलाई एकदम अप्ठ्यारो परेको छ अघि जे भयो फोनमा सब झुट थियो हाम्रो एउटा टिभी सो हो तपाईँले गिफ्ट हाम्रो जित्नु भएको छ भनेर तिमीलाई लगेर दिनु पर्यो पुरो बुझ्यौ तिमीलाई म एक्स्ट्रा पैसा दिन्छु के ओके सर ल हेर्दा सुन त्यो अननोन नम्बरबाट आएको फोन नउठाएको भयो त म त बर्बाद भइसकेको नि कहाँबाट कसले किन फोन गर्यो भनेर थाहा पाउने सिस्टम आइदियो त कति सजिलो हुन्थ्यो यार तेरिका सोल्टी त्यस्तो सिस्टम पनि आइसक्यो नि हो र नाम के हो कलेक्सा यो कुनको डे फेरि